स्कुल छ, बस्ती छ, तर जीवन जिउनलाई महत्त्वपूर्ण कुरा पानी भने छैन। यी देशका नीति निर्माताहरू चिल्ला मिठा भाषण गर्छन् शिक्षा हामी सबैको लागि, तर यथार्थ भने अलि फरक छ दर्शकबिन। जसोतसो शिक्षा भने दिएको छ, तर जीवन जोगाउने पानी भने छैन। दाङ शान्तिनगर गाउँपालिका वडा नम्बर 3 मा पर्ने केराघारीमा पानीको ठुलो समस्या छ। यो गाउँ धेरै टाढा छ। गाउँपालिकाको आँखा हत्तपत्त त्यहाँसम्म पुग्दैन। त्यो ठाउँमा मान्छे छन्, बस्ती छ, तर सुविधा भने छैन। गाउँपालिकाले विकासको दाबी गर्छ, तर यी बच्चाहरूको पानी पिउन नपाएर गला सुक्दा समेत उनीहरूलाई राज्यको सेवा छैन। 2017 सालमा स्थापना भएको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय शान्तिनगर 3 केराघारीमा यति बेला पानीको ठुलो समस्या छ। विद्यालयलाई मात्रै होइन, त्यहाँ बस्ने आम नागरिक स्थानीयहरूलाई पनि पानीको सुविधा छैन। गत वर्ष चाहिँ 65 जना विद्यार्थी हुनुहुन्थ्यो भने अहिले योभन्दा केही दिन अगाडिको डाटा अनुसार चाहिँ भर्ना भएका सङ्ख्या 62 जनाको छ र त्योदेखि पछाडि पनि 3-4 जना विद्यार्थी थपिनु भएको छ। त्यसलाई पनि हामीले इमेजमा अपलोड गरेका छैनौँ ती नामहरूलाई। अब इमेजमा अपलोड गरेको नाम हाम्रो 62 जना, त्यसपछि इमेजमा अपलोड गर्न बाँकी चाहिँ 2-4 जना पछाडि आएका विद्यार्थी भाइबहिनीहरूको नाम चाहिँ छुटेको छ। लगभग उस्तै हुन आउँछ। यो विद्यालय अलिकति गाउँपालिकादेखि धेरै टाढा छ, एकान्तमा पनि रहेछ अलिकति। के छ यहाँको समस्या, कस्तो छ? अनुगमन गर्न कतिको आउनुहुन्छ, के रहेछ? अब अनुगमनमा कहिलेकाहीँ अब आउनुहुन्छ। अब पहिला वार्षिक उत्सव कार्यक्रममा हामीले बोलाएको थियौँ। यो विद्यालयको जन्मदिनमा गाउँपालिकाको अध्यक्षले बोलाएको थियौँ, शिक्षा प्रमुख लगायतका व्यक्तित्वहरूले बोलाएको थियौँ। त्यतिखेर चाहिँ खानेपानी हामीले उपलब्ध गर्छौँ भन्नुभयो। केही एउटा ट्याङ्की दिनुभयो, फिल्टर प्लान्ट पनि दिनुभयो, त्यसपछि केही पाइप पनि दिनुभयो, तर त्यो सुचारू हुन सकेन। र हामी स्टाफ बगाएर शिक्षकहरू नै गएर लगाएपछि हुने गाउँलेहरूले माथि एउटा सानो गाउँ छ, त्यतातिर चाहिँ पानी छुट्याइदिने, पाइपहरू चाहिँ कसले फाल्छ अब फालिदिने, काटिदिने बिचमा। वनमा त्यस्तो देखियो। त्यसले गर्दाखेरि खानेपानीको अलिक केही सामान्य समस्या छ। त्यस्तो प्रचुर मात्रामा हुँदै नगएको भन्ने कुरा त छैन। तर के छ भनेपछि अब संरचना जडान गरेको, तर चाहिँ पर्याप्त रूपमा चाहिँ अब टोयलेटमा प्रयोग गर्नको लागि, पिउनको लागि त्यस्तो अहिले छैन। अब जो गरेर गर्नुपर्छ, अब टिचर आफै खटिनुपर्छ त्यसमा। त्यसो चाहिँ भइरहेछ। संरचनाहरू आए त्यो सुचारू राम्रोसँग भने जस्तो भएन, राम्रोसँग भएन। माथिसम्म पाइप जडान गरिएको छ, फिल्टर प्लान्ट पनि हाम्रो त्यहाँ जडान छ। अब खानेपानी ट्याङ्की पनि दिनुभयो गाउँपालिकाबाट, तर के भयो भनेपछि माथि मुहानबाट नै पानी आउने समस्या भयो। कतिको खानेपानी पुर्याउन सक्नु भएको छ अध्यक्ष? तपाईँ आफै हुनुहुँदो रहेछ। खानेपानी अब पुर्याउने कुरामा त अब संरचनाले पुर्याउने हो। अब संरचना गर्नलाई पैसा चाहिन्छ। पैसा अब सरकारले दिँदैन। अब यहाँ पनि अब कसले उठाउने? यहाँ कति भयो तपाईँ अध्यक्ष भएर आएको? अहिले म झन्डै 3 वर्ष भयो। 3 वर्ष भयो। त्यो अन्तरालमा सुरुको वर्ष चाहिँ अब टङ्कीहरू बनाउने, टङ्कीहरू बनाइयो। त्यहाँदेखि पछाडि अब पैसै परेको छैन, कहाँबाट बनाउने? अहिले कहाँको युज गर्नु भएको छ? स्थानीयहरूले के भन्छ? तपाईँलाई त फोन आउँछ होला, अध्यक्षज्यू भन्छन् होला, धन्यवाद दिन्छन् होला। पानी भएन भन्नुहुन्छ, सबैले के गर्ने कसो गर्ने भन्छन्। त्यहाँबाट अब गर्न पर्यो भन्ने कुरा छ। अब सबै कुरा गर्दा अब पैसाकै कुरा आउँछ। फेरि पैसा अब छैन। पैसा अब हिजोको दिनमा अब हिराचन्द्र केसी लगायतका मान्ने हुने बेला पनि यहाँ लिएर देखाए, कमल ओली मान्ने हुने बेला पनि लिएर देखाए, या पैसा यो बल गरिदिनु पर्यो यो खानेपानीलाई भनेर भने उहाँहरूले पनि केही सुने नसुने गरिदिनु भयो। त्यसपछि गाउँपालिकाहरूमा, वडाहरूमा हरेकचोटि उहाँहरूलाई त अब स्थानीय सरकारलाई सबै कुरा थाहा छ, भन्न नपर्ने हो, सबै कुरा थाहा छ। कहिले अनुगमन गर्न आउनुभयो कि आउनु भएन? चुनाव जितेपछि अध्यक्षज्यू, वडा अध्यक्षज्यूहरू, अनि यस्तो समस्या भन्दा मेन समस्या विद्यालयलाई रहेछ, फर्केर कहिले आउनुभयो कि आउनु भएन? समस्या अब बाहिरले देख्ने भनेको एकछिनलाई देख्ने हो, हल भएको पनि एकछिनलाई देख्ने हो समस्या हल भएको। अब त्यस्तो आउने कुरामा अब कहिलेकाहीँ अब यही स्कुलमा कार्यक्रम पर्दा दायाँमा यसो आए जस्तो लाग्छ मलाई पनि। तर त्यसरी अब खानेपानी छ छैन, कुन गाउँमा छ छैन भन्ने हिसाब त्यसरी त सुने छैन मैले भनेको। सबैभन्दा मेन समस्या अहिले तपाईँ घर छेउमा भएको विद्यालयमा रहेछ। विद्यार्थीहरू यसरी खोलामा आएर पानी खाने रहेछन्।
समस्या छ? यो विद्यालयमा त म हजुरको चाहिँ अब अलिकता कति झन्डै 9 वर्ष अध्यक्ष बसेँ। यसअघि 1 वर्ष जति भयो छोडेको। यहाँ अब केही संरचना भौतिक संरचना केही सानोतिनो गरियो त्यतिखेर। त्यहाँ के भइदियो त भन्नुहुन्छ भने यो छुट्टै बाटो हुने रहेछ खानेपानीको भन्ने हो कि के हो हामीलाई पनि थाहा नभएको जानकारी नभएको कि। अब यही खोलामा पानी खाने अब म यहीँ भएको यो अब बच्चाहरूले खाने यिनी अलि गर्दै सेवन लागेको पानी। अब यो मैले त्यही कुरा राखिरहन्थेँ। अब फेरि बजेट पार्ने समस्या यहाँ बजेट पनि आउँदै नआउने भयो क्या। बजेट नआउने भएको कारणले पनि यहाँ अब हामीले हाल्ने कहाँबाट हाल्ने, हामी साँझ बिहानै खाना नपुग्ने मान्छे हामीले कहाँबाट हालेर बनाउने। अब हामी अब गाउँ नै त्यस्तै छ। त्यो भएको कारणले अब बजेट नहुँदासम्म अब कसरी गर्ने हामीले अब छैन। स्कुलको विषयमा जहाँ कुरा गर्नुभयो स्कुलको विषयमा जहाँनिर यो अर्को खोलाबाट जोडेर गाउँपालिकाले 1 कोइल पाइप 1 गुच्छी पाइप दिएको थियो। केही पाइप यहीँ हामीसँग थियो। त्यो जोडेर स्कुलमा केही समय 2-4 महिना 1-2 महिना त खाइयो क्या हो। त्यसपछि त्यो पानी एकदम भित्रबाट रुन लाग्ने पानी तपाईँको 2 महिनै नहुने क्या, त्यो पुरै रुन लागेर जाम हुने। त्यो जाम हुने समस्याले गर्दा पाइप जति जे गरे पनि गाउँले अब कतिपय के होला कतै छुटाएर खाने होला, तर चाहिँ त्यो पाइपभित्र जाम भएको कारणले त्यो पाइप जाम भएको कारणले पानी नआउने भएको छ। तपाईँ अध्यक्ष हुनुहुन्छ, पहलको लागि वडा गाउँपालिका या त खानेपानी त्यहाँ सिँचाइमा होला कहाँ पुग्नुभयो, के प्रतिक्रिया पाउनुभयो? पहलको लागि त धेरै ठाउँ पुगेँ। मेरो जीवन अब यही पहलमा बितेको छ गाउँघरमा भन्ने कुरा। अब पहलको लागि धेरै ठाउँ हिँडेँ। अब वडाले भन्ने खानेपानीको लागि गर्ने यताउता भन्ने कुरा छ। अब जस्तै 20,000 50,000 1 लाख एउटा टोलमा 1 लाख त परेको छैन होला जहाँसम्म मलाई लाग्छ। 50,000 30,000 40,000 त्यस्तो हाल्ने एउटा सीमित टोललाई, सीमित 2-4 घरलाई हुने। त्यो पनि समिति बन्ने 2-4 त्यो समितिले खै कतै बनाउँछ के बनाउन थाहै नहुने एउटा समग्र खानेपानी छ। समग्र खानेपानीलाई अब एउटा बजेटको व्यवस्थापन भइदियो भने समग्र खानेपानीले गर्ने थियो। समग्र खानेपानी हुँदाहुँदै पनि स्थानीय सरकारले एउटा टोललाई बजेट के यो फल्ना लालपुर खानेपानी अर्थात् लङ्गे खानेपानी जस्ता नाम राखेर एउटा टोललाई हालिदियो भने 20-50,000 हालिदियो भने त्यो 20-50,000ले के नै हुन्छ र उपभोक्ताले यहाँबाट जाँदा आउँदा भाडामा सिद्धिन्छ होला आधी पैसा। त्यो भएको कारणले अब पहल नगरे होइन। अब जिल्ला खानेपानीमा हरेकचोटि डिभिजन खानेपानीमा दाङ घोराइमा हरेकचोटि गएको छु, हरेकचोटि कुरा भएको छ। अब हुन्छ भन्ने कुरा भएको छ। अब अहिले साल त हजुरको 1 लाख रुपियाँ, त्यो 1 लाखले कहाँ के हो नि, त्यही पनि बर्खा माथिबाट पहिरो ठुलो आएर च्याम्बर फुटालेको थियो, त्यहाँ जाली र त्यो च्याम्बर बनाउने कामभरि भयो। एकदम सुस्त गतिमा हुने भयो क्या बजेट नभएको कारणले काम यस्तो भएको छ। यो जिल्लाको खानेपानीले यो यहाँको योजना सार्वजनिक धाराको रूपमा लगभग 12-15वटा धारा जति कति 17-18 होला सायद गाउँमा। त्यो धाराहरू सार्वजनिक धारा एउटा जस्तै 2-4 घरलाई एउटा धारा त्यसरी 52 सालमा एडिबी भन्नेले बनाइदिएको रहेछ यहाँ। त्यो सबै जीर्ण भएको कारणले सबै जीर्ण भएर अब यत्रो 52 साल भनेपछि 82 साल झन्डै 30-32 वर्षको अन्तरालमा पाइपहरू सबै छेद कोही पहिरोले लगेछ, कोही अब गाडेको पनि निस्केछ, कोही के भएको छ, कोही अब बुझिएर काट्न परेको छ। त्यो भएको कारणले एकदम जीर्ण अवस्थामा भएको कारणले यो गाउँलेहरूले जस्तै लालपुर हिरापुर लङ्के लगायतका टोलहरूमा खानेपानी खान नसकेका हुन्। जस्तै यो तारी केटागारी भन्ने ठाउँमा परार साल जिल्लाबाट अलिअलि पाइप लिएर जिल्ला खानेपानीबाट पाइप लिएर केही झन्डै 1000-1200 मिटर चाहिँ त्यहाँ बिछ्याइसकेपछि त्यहाँको त्यो एउटा टोलकोले 2टा टोलकोले अलि सहज रूपमा अहिले खान पाएको छ सार्वजनिकै धारा भए पनि। तर अन्य टोलमा चाहिँ एकदम विच्छेद भएको अवस्था छ। त्यो भएको कारणले पनि उपभोक्ता लगायत विद्यालयमा पानी सम्पन्न हुन नसकेको। सरिता खर्ती ए कहाँ जाँदै हुनुहुन्छ अहिले? अहिले एक स्याउ लगाउन आएको। तपाईँको गाउँमा पानी छैन रे हो? हजुर छैन पानी। के खानु भएको छ? कतिको समस्या छ अहिले? समस्या छ पानीको, त पानी पाइँदैन। कहाँदेखि आउँथ्यो पानी पहिले? पानी त यहीँ माथिबाट आउँथ्यो गरे केरागाडी माथिबाट आउँथ्यो। कहाँको पानी युज गर्नु भएको छ त अहिले? यहीँ माथिको गरेको छ पानी। तपाईँले जति हो त्यो आउँदैन भने जस्तो? आउँदैन। कसरी कुन टाइममा आउँछ के छ अलिकति भन्नुहोस् त। अब साँझ बिहान मागेपछि पाइन्छ नै त पाइँदैन। समस्या छ धेरै। हजुर
अनि वडा अध्यक्षज्यूहरू कहिले आउनुहुन्न? नै त आउनुहुन्थ्यो होला, यतै पे आउँदो होला, पारी पे आउनुहुन्न, हामीलाई थाहा पनि लाग्दैन कुन टाइममा आउनुहुन्छ भन्ने। कहिले आउनुभयो कि आउनु भएन? जितेर गएदेखि समस्या पहिले आउनुभएको थियो, चुनावमा त आउनुभयो होला? चुनावमा आउनुभयो र उहाँदेखि त अनि आउनुहुन्न होला। के भन्ने त? चुनावमा आए देख्नु, पछि देख्नु भएन? नै त देख्नु भएन त, अब के गर्ने त? के भन्ने त? जस्तो छ त्यस्तै त हो र भन्ने। अब कोहीलाई पनि समस्या छ, समस्या मागिन्छ, नभएपछि अब के माग्ने त? अब चुनावको समस्या थियो र माग्न आउनुभयो, अबदेखि त के माग्ने, के हेर्ने, के देख्ने? अब त्यही हो हामीले भन्ने कुरा। वडा अध्यक्षहरू त्यस्तो आउनु भएको छैन, त्यस्तो अनुगमन सिलसिला अब हामीले विभिन्न कार्यक्रममा आएको बेला चाहिँ समस्या राख्ने, समस्याको बारेमा बुझ्ने गरिराख्नु भएको छ वडा अध्यक्षले पनि। कुनै कार्यक्रममा तपाईँले बोलाएको मात्रै आउनुभयो? हजुर। अन्यमा आएर बुझ्नु भएन, त्यसरी अनुगमन भन्ने देखिया छैन। अनि समस्या हेर्नुहुन्छ अनि गएर समस्याको बारेमा के छ त विद्यालयको बारेमा बुझौँ भनेर आएको त्यस्तो देखिएको छैन। र हामीले विविध कार्यक्रम, हाम्रा औपचारिक कार्यक्रम जस्तै मानौँ कुनै वार्षिक कार्यक्रम, जन्म जयन्ती मनाउने कुरा यस्तोमा आएको बेला उहाँले चाहिँ अब विद्यालयको बारेमा राम्रै दृष्टिकोण राख्नुहुन्छ, राम्रै धारणा राख्नुहुन्छ, समस्याको बारेमा बुझ्नुहुन्छ, हामीले पनि समस्या राख्छौँ। त्यही भएर त्यो पछाडि कार्यान्वयन हुँदैन। हजुर। छुट्टै पाइप स्कुलबाट जडान गरेर मुहानमा पनि अलिक पक्की संरचना बनाएर छुट्टै चाहिँ विद्यालयको लागि बनाएपछि पनि हुन्छ। त्यसको लागि चाहिँ अब केही पाइपलाइनको आवश्यक पर्छ। अर्को कुरा अब गाउँमा चाहिँ एउटा हाम्रो माग के हो भने अब छुट्टै बनाउनु भन्दा पनि गाउँमा चाहिँ खानेपानी जुन योजना हुन्छ, अब हामीले त छुट्टै बनाउने हो भने हामीले व्यवस्था गर्न सक्दैनौँ। त्यो पानी टुटफुट हुन्छ, मुहानमा चाहिँ विभिन्न किसिमका चाहिँ झार कसिङ्गरहरू आएर बुझिन्छ, पानी आउँदैन। त्यसले गर्दाखेरि गाउँले जे गाउँका चाहिँ यहाँको समाजले पानी प्रयोग गर्ने पानीलाई चाहिँ एउटा छुट्टै पाइपको व्यवस्था गरेर विद्यालयले खानेपानी दिँदाखेरि त्यो चाहिँ दिगो हुन्छ भन्ने लागिरहेछ र हामीले कुरा राखिरहेछौँ, तर त्यसको व्यवस्थापन गर्न सकिएको छैन। घरमा चाहिँ बच्चालाई स्याहार गर्नुहुन्छ, तपाईँको बच्चा स्कुलमा पठाएर चाहिँ यस्तो समस्यामा पठाउनुहुन्छ भने तपाईँहरूले चाहिँ अलिकति हेर्नुहोस्। किनभने तपाईँले जति घरमा गरे पनि विद्यालयप्रति तपाईँले राम्ररी हेर्नु भएन भने तपाईँहरूले चाहिँ घरमा गरेको चाहिँ अर्थ हुँदैन। त्यसले गर्दाखेरि जस्तो घरमा छ वातावरण त्यस्तै विद्यालयलाई बनाउनुपर्छ, खानेपानीको व्यवस्थापन गर्नुपर्छ। खानेपानी टुटफुट भएमा चाहिँ सबै गाउँले लाग्नुपर्छ। गाउँमा चाहिँ पानी त्यत्तिकै खेर जानुभन्दा पनि स्कुलको लाइनमा अब जोड दिनुपर्छ भन्ने कुरा चाहिँ मैले बेला बेलामा सबैसँग राख्छु। तैपनि अब कारण के हो, अब खासै चाहिँ त्यस्तो हुँदैन, हामी आफै गएर गराउनु पर्ने बाध्यता छ। विद्यालय बनाउन बचाउन त स्थानीयको पनि हात रहनुपर्छ। कतिको भूमिका छ यता आउने अनुगमन गर्ने विवेश अध्यक्ष हुनुहुन्छ होला, अनि कतिको सबै देखाउनुहुन्छ, के भन्नुहुन्छ? आउनुहुन्छ अध्यक्ष आउनुहुन्छ बेला बेलामा, अब हाम्रो मिटिङमा पनि आउनुहुन्छ, आफै पनि आउनुहुन्छ। अब त्यो कुरा अब उहाँले पनि बुझ्नु भएको छ। विद्यालय चाहिँ हाम्रा बालबालिकाको लागि हो, हामीले व्यवस्था गरिदिएपछि यहाँको पठन पाठन राम्रो हुन्छ भन्ने कुरा उहाँले बुझ्नुपर्ने हो। त्यो कुरा बुझ्नु भएको छ पनि होला। तर अब यहाँको अलिकति यो पिछडिएको क्षेत्र हो, यो अन्य ठाउँको तुलनामा अन्य ठाउँको तुलनामा अलिकति यहाँ चेतना स्तर पनि कम, अलिकति सार्वजनिक सम्पत्तिको चाहिँ सार्वजनिक चिजहरूलाई चाहिँ राम्ररी अगाडि बढाउनुपर्छ भन्ने खालको चेतना हुँदाहुँदै पनि त्यसको व्यवस्थापनको पाटो नै अलिक कमजोरी भए देखिन्छ।